यो गाप यो हाम्रो जडीबुटी भनेर भन्ने पनि गरिन्छ। यो हाम्रो गाउँठाउँमा चाहिँ यसलाई गाप भनेर भनिन्छ। यो गाप भनेर हामीले पहिला गातासाता हालेर जमाउने गरिन्थ्यो। तर यो मैले देखेअनुसार एउटा सामाजिक सञ्जालमा देख्दा चाहिँ यो औषधि हो, ठुलो औषधि हुन्छ यसको भनेर भनेको देखेको थिएँ। त्यही भएर मैले पनि यसो के रहेछ त यो भनेर यसो हेरेको। हेरौँ कस्तो हुँदो रहेछ। खान्छ है त। पानी चाहिँ खतरा हुँदो रहेछ, तितो तितो हुँदो रहेछ। गाप तितो तितो चाहिँ खट्टा तितो हुँदो रहेछ। गाप भनेर भनिने यति ठुला पनि छ है। यो ठुलो ठुलो कोसासितको छ। मैले चाहिँ सानो खाएँ। हो हरि बेसरी तितो हुँदो रहेछ। यो चाहिँ औषधि त हुन्छ होला यस्तो पक्कै तितो रहेछ। म अहिले लाग्यो यस रुखहरूमा यो परजीवी वनस्पति हो जस्तो लाग्छ मलाई। किनभने अरू रुखको सहारामा आहारमा लिएर लागेको हुन्छ। यो राम्रै छ। यहाँ आउनु धेरै ठाउँ नै छ। यो परजीवी वनस्पति होला। यसलाई हामीले पहिला गाप भन्थ्यौँ, तर अहिले चाहिँ यसको नाम के हो त्यति ठ्याक्कै मैले नि एउटा सञ्जालमा देखेको थिएँ। गाप भनेर भनिन्छ।